अब यस्तो जादु भइसक्यो, बोल्नु पर्दैन, कसैलाई कन्भिन्स गर्नु पर्दैन, घन्टीको रालो हल्लाएपछि टाउको हल्लिया हल्ली छ त यहाँ त। तपाईँ हामीले यसले बोलेन भन्छन्, यो लाटो रहेछ भन्छन्, यसले हामीलाई कन्भिन्स नै गरेन भन्छन्। यहाँ त घन्टी हल्लायो भनेपछि मान्छेहरू हल्लिया हल्ली छ नि त, जाँड खाए जस्तो गरेर। यो कुरा डरलाग्दो हो कि होइन? हामीले हेर्दा त सिम्पल देख्यौँ, भेरी डेन्जरस हो भन्ने मलाई लाग्छ, एकदम डेन्जरस। अहिले कहिले कहिले आउँछौँ हामी पनि भन्छौँ नि, ए कोही भएन, कोही बसेनन्, युवा छैनन्, केही छैनन्। संसारको इतिहासलाई हेर्ने हो भने जहाँ पनि विकसित मुलुकहरूमा अलिक कमजोर मुलुकका मान्छेहरू गएका हुन्छन्। फिलिपिन्समा हामीभन्दा धेरै ठुलो रोजगारी छ, तर संसारका कुनै पनि देशमा, अमेरिका हेर्नुहोस्, क्यानाडामा हेर्नुहोस्, अस्ट्रेलियामा हेर्नुहोस्, सबभन्दा बढी फिलिपिनहरू छ। चाइनाको विकास यति राम्रो गरेको छ चाइनाले, तर संसारका सबै सहरहरूमा, ठुल्ठुला सहरहरूमा तर पुग्नु भएको छ, चाइना टाउन भनेर स्थापना भएका छन्। चाइनिजहरू पुगेका छन्, गरेका छन्। ठमेलमा अहिले चाइनिज टाउन बनिसक्यो। त्यसैले त्यो गयो भन्ने कुरा होइन, रिसर्च कति आइरहेको छ र मान्छेहरूको चाहिँ अध्ययन ज्ञान कति प्राप्त भएका छन् भन्ने कुरालाई पनि त हामीले बिर्सिनु हुँदैन नि त।